भ्यूजहरु लाइकहरु सबै आउनु पर्यो नि यतिकै थोडी आउँछ र नवरा भन्दा छ हेर्नु दर्शक मानु भापहरु मानु भापहरु हाम्रो माझमा हुनुहुन्छ उपस्थित के रे थापामा गर्नु गुल्मी तमगासदेखि हुनुहुन्छ। उहाँ चाहिँ एउटा सानोतिनो पद सरकारी पदमा उहाँ नियुक्त हुनुभएको छ र त्यही भएको कारणले गर्दाखेरि उहाँले केही दुई शब्द बोलेर चाहिँ उहाँले तपाईले भन्नु जनाकै लेखेछौ के जनेको हैन हाले यता हालेको के लेख्छ फेर के लेख्छौ ल दोकन के हो ल बता दोकन हो यो के मात्रा हो कि नै के मात्रा हो यो यसको उल्टो मात्रा हो कि त्यो जनकले बनाएको आफ्नो ह यो त यता हुनु पर्यो नि कहाँ यो यता हुन्छ र उल्टो रह्यो के ल एकछिन नबोल न। अनि चाहिँ उहाँले चाहिँ आफ्नो प्रस्तुति अब यहाँले चाहिँ के भन्न चाहनुहुन्छ भन्दाखेरि चाहिँ यो माझमा आइसकेपछि उहाँ खास उहाँ भन तिमीले के भन्न चाहन्छौ गुल्मी आउँदो समयमा तिमीले के गर्न सक्छौ? मैले केही गर्न सक्दैन ह गोका सब्जीहरु खाले त्यसले दुईटामा हाल्दै तिनटा हाल्दैन इन्डियामा बस्ने हेर्नु तिनी गएर अरूले लाका उखालेर चोरचार पारेर ल्याउने मेरो क्षमता त्यस्तो मान्छेलाई पद दिएर कोही अन्त चोर रहेछ मान्छे भने लहर्छन्। अब त्यहाँ त्यसले दुईटामा हाल्दै तिनटा हाल्दैन इन्डियामा बस्ने हेर्नु तिनी गएर अरूले लाका उखालेर चोरचार पारेर ल्याउने मेरो क्षमता त्यस्तो मान्छेलाई पद दिएर कोही अन्त चोर रहेछ मान्छे भने लहर्छन्। अब त्यहाँ गएर रोपेर खाने मेरो छैन क्षमता छैन। के हो अनि जनकले त अब अलि महिना पनि घर फालिदिने बुढीले भन्दा थियो हो जनक? अब यिनले घर लानु भनेको कुरा यस्तो छ कस्तो कुरा के रे अझ दुकान रे बुढीलाई त दुकान रे के अझ जनक सरले यो दुकानलाई घर लाएर फाल्दिन्छ हेर त तिमीलाई त दुकान रे अब यो कुरा भनेको सालौँदेखि चलिरहेछ म जानेवाला म छैन घर घर काम गरेर एक साल अझै यहीँ हो काम गरेर बसी गरी खान सक्दैन घर गरी घर गरी खान सक्दैन। तेरा बाप यहाँ छोड़कर गया था कि तेरी माँ? यो यही बस्यो म अन्त जान्छु ल पैसा बचत हुने त्यसरी हो एक ठाउँ बस्छ त यत्रो पनि हुन्न म त लेखे अनि दुकान यही छोडेर जान्छौ? के व्यापार त दुकान कहाँ हो? कौन है ये लोग? कहाँ से आते हैं ये? 10 रुपैयाँको यार तीनजना कहाँबाट गर्नु ऊ भएछ जनक फाइदा तिम्रो आइडिया काम गरेछ जनक तिम्रो आइडिया काम गरेछ यो यार यो औँला दे हातै निल्ने होला के झन् एउटा हो नि त्यो चाहिँ यार त्यही भएर पठाएको कप्पली गयो त कप्पली जनक तिमीले दुकानलाई के गर्छौ भन के पहिला जनक ओ जनक हिन्दी बोले बेइज्जती गराउँछ नि लेखेर यहाँ जनक सम्झना तिमीलाई बुढाले आज तिमीलाई दुकान भनेको के भन्न चाहन्छौ? त्यस्तो दुकान भन्दा नि सक्यो तिमीले मेरो छ दोकान दोकान छैन हाम्रो दोकान छैन दुईटा काम छैन तेरा प्यारी समझ गई ए औले दिएको नि आमाले त्यस्तो मागेर खाइदिन्छ छि छोराछोरी पाउनको यही फाइदा छ भन्ना उत्तर के देखा पाँचको देख्छ के पाँच झुरमुटा हुन्छ अस्ति हस्पिटलमा मात्र 20 रुपैयाँको दाम 30 हो
देखो, ये तो बच्चा देख।